कर्कलोको पातबाट बन्ने गाभाको तरकारी धेरैलाई मन पनि पर्न सक्छ र कसैलाई मन पनि नपर्न सक्छ। हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज चाहिँ म तपाईँहरूको अगाडि चाहिँ यो कर्कलोको गाभाको तरकारी कसरी बनाउने भनेर चाहिँ आज एउटा रेसिपी लिएर आएको छु। सबैजनाको आफ्नो आफ्नो तरिका हुन्छ र मेरो चाहिँ एकदम सिम्पल, धेरै दुःख नगरिकन सिम्पली तरिकाले एउटा बनाउने यो सजिलो रेसिपी लिएर आएको छु। यसरी चाहिँ होइन, गाभालाई चाहिँ हामीले माथिबाट यसको त्यो रेसा सबै निकालेर यसरी निकालेपछि नरम हुन्छ। नरम भइसकेपछि यसलाई सबै गरेर यो भाँचेर यसरी हामी यसरी भाँडामा राख्छौँ र राखिसकेपछि यसलाई मजाले धोएर यो पातहरूलाई पनि केही फोहोर छ कि भनेर मजाले धोएर यसलाई चाहिँ यसरी अलिक सानो पिसमा काटे पनि हुन्छ, तर नकाटिकन हाल्दा पनि हुन्छ। अब काटेर नहाल्दा पनि ठिकै छ, यसरी गर्दा पनि केही हुँदैन। सो त्यसपछि एउटा कुकरमा तोरीको तेल राखेर यहाँ चाहिँ मैले चाहिँ लिएको छु मेथी फुलाएपछि थोरै टिमुर सँगसँगै मैले चाहिँ खुर्सानीलाई भाँचेर राखेँ, एकदम स्वाद आउँछ भनेर। अनि त्यसपछि जिरा धनियाँको धुलो, बेसार, त्यो अनुसारले स्वाद अनुसार नुन मैले चाहिँ यहाँ सानो चम्चा 2 चम्चा जस्तो नुन राखेँ। अनि त्यसपछि चाहिँ हामी यसलाई चाहिँ राखेर यसरी सबै यसैमा अब राखेर यसलाई चाहिँ बन्द गर्छौँ। अब यसलाई हामी कुकरलाई यसरी बन्द गरेर जस्ट 2 सिटी लगाएपछि हामीलाई यसलाई बन्द गरेर साइडमा सेलाउनको लागि राख्छौँ। सेलाइसकेपछि यसलाई चाहिँ हामी मजाले मिचेर यसलाई यसो, किनभने राख्दाखेरि जस्तोको त्यस्तै हुन्छ, यो पानी मात्रै सोच्ने, पानीलाई मात्रै यसलाई पकाउने मात्रै काम हुन्छ। त्यसले गर्दाखेरि पाकिसकेपछि चाहिँ यसलाई यसरी हल्का मिचेर यसरी चाहिँ हाम्रो यो कर्कलोको पातको तरकारी गाभा रेडी हुन्छ। साह्रै नै मिठो हुन्छ। मैले चाहिँ यो थोरै कागती पछि लास्टमा हालेर कागती चाहिँ निचरेर खाने गर्छु होइन। तपाईँहरू पनि आफ्नो तरिका होला, कसलाई कसरी मनपर्छ। मैले चाहिँ लास्टमा चाहिँ यसरी कागती हालेर निचरेर होइन खाने गर्छु। मिठो हुन्छ, एकदम मिठो तरकारी, एकदम हेल्दी पनि। अब यसै गरेर तपाईँहरूलाई बनाउनु मन लाग्यो भने तपाईँहरूले बनाएर खान सक्नुहुन्छ। सिम्पल, धेरै झन्झटिलो छैन, धेरै कुरा हाल्नु पनि परेन, सिम्पली हालेर यसरी बनाएर खान सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ। यस्तै कन्टेन्टहरूको लागि च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला।